भाइ हुनुपर्छ नि त है म पनि भाइ हुने अब भन न गुड टाउको पिक्ली पिक्ली होला त्यति काट्दिनु न तपाईलाई अब चाहिँ पक्का भयो नि भाइ भाइको अब केसको नहुनु पर्दैन है भाइ फ्रेन्ड्स यु ह्याप्पी है अब अलिकति उसको लेजर लगाइदिनु अलिक कम्ती अन्त उहाँले गरिदिहाल्नु अरू कति जान्नेले गर्नु त्यो पानी लगाउनु क्लासकै पानीले त्यो भिजाउनु पर्यो लक्षण म पनि तपाईँ जस्तै भन न अब खोइ यहाँ तिम्रो म खाने यो टास्नु खोला र सबै टास्नु टुपी त राख्नु पर्दैन होला हौ आज सबै राख्दा गर्दै त सबै खानु पर्दैन नि त A to Z न होला है टुपी नराख्दिनु दादा पर्दैन टुपी नराख्दिनु फर्स्ट फ्लोरमा सबै निकाल्दिनु गर्दै के नयाँ हो कि पुरानो हो नयाँ हो नि हो पानी भिजेको छैन होला पनि फेक्नु डर पो लाग्यो किन काटिन्छ मलाई डर पो लाग्यो भिजाइदिनुहोस् न केही हुँदैन जाऊ मामुलाई के बोजूसँग मलाई केही दिनुहोस् भन्न जाऊ त अलिकति विधि गरिदिनुहोस् अन्त जान्नेले काट्दा हुन्छ बस होइन साइरङ्गले